Hi guys. Hello. Hi भन्दिनु. Hi. Hello. So आज चाहिँ म धेरै पछि भ्लग बनाउँदै छु. भन्नुस् के? So मलाई त चिनिराख्नु भएको होला. मैले भ्लगमा कहिले पनि आइरहेको हुन्छु. So आज चाहिँ हामी ट्रेकिङ जाँदैछौँ. ट्रेकिङ चाहिँ कोखे डाँडा टु मोरे डाँडा टु पुनिल. अनि हामीसँग चाहिँ आज दुईजना हुनुहुन्छ. हामी श्रेया दिदी र आशिमा दिदी. नयाँ तर अब बिस्तारै हजुरहरू पनि फ्यामिलियर नै हुनुहुन्छ. अनि रियली भेरी एक्साइटेड. हाम्रो चाहिँ अब युनिभर्सिटी एक्जाम सकेर यसरी घुम्न आउन पाउँदाखेरि चाहिँ मलाई एकदमै रमाइलो लागिरहेछ. I'm sure it's gonna be so therapeutic to me. And we will take you guys along with us. Come to trek with us. Bye-bye. हामी चाहिँ हिँड्नु थालेको छौँ. खानासँग खाएर अब चाहिँ बनठाटीबाट हामी उकालो बाटोतर्फ लाग्दैछौँ. बाटो यस्तो छ. बाटो चाहिँ एकदम रमाइलो भइरहेको छ. लट्ठी टेक्दै हिँडिरहेको छु. जाम 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 रमाइलो भइरहेको छ. कसरी कसैले रिप्लाई नै दिनु भएन त. अब हेर्दै जाऊँ कस्तो हुन्छ. 3 मिनट रेस्ट होइन. रेस्ट गर्नुपर्छ क्या. बाई बाई जाँदै गर्ने साथीहरू. हामी चाहिँ अब करिब 1 घन्टा हिँडेको अवस्था अनि थोरै थकाइ लागेको अवस्था अनि 1 मिनट बसेको अवस्था. के बोलेको नि थाहा होइन यार. थकाइ लागेर. हेलो कुन गाउँ अरे भन त. छिटो छिटो छिटो. पोखराको फेवा लान्द्रुक पनि छ हो. त्यही त लाङटाङ. अनि खोइ त उयो चाहिँ के अरे ल्वाङ सिक्लेस ताङतुङ त्यही त सब रहेछ. ल है ल गाइजहरू हामी 2 घन्टा हुन आँट्यो अब. कस्तो डेजाबु भयो यार. मलाई त यो ठाउँ अलिकति यो वाला के सेक्सन भैँसी हो कि भैँसी हो. भैँसी गाइजहरू यता हेर त. कस्तो क्या खतरा देखेको क्या तिमीहरूलाई त. मान्छे त तर्छ दिले आउँछ. उयो आमा गर्दैछ अरे. सबैजना एक धुनमा हिँडिरहेको छ. ल झन् हामी चाहिँ आयौँ है हाम्रो फर्स्ट रेस्ट स्टेसन. द्याट इज यस. सो ह्याप्पी यार. अम्मा अप्पा ल है ल हामी आइपुग्यौँ. छिटो हेरौँ खानौँ. यति नै खुसी. खुसी को खानुहुँदैछ अमिसा चाहिँ. यता श्रेयादीले चाहिँ स्प्राइट खानुहुँदैछ. त्यहाँ मेन्युमा के छ भने एक रामायण नुडल्स सुप. कसलाई मनपर्ने रामायण लभर. आज चोचो सानो चोचो आइटम्सहरूको त चोचो सानो रामेन नुडल्स. यता चाहिँ चिसो पार्टी. यता चाहिँ तातो पार्टी. तातो 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 चिया. घाम पनि लागिरहेको छ साथ. यो कस्तो राम्रो छ क्या यो के अरे यो खाली ग्राउन्ड. हामी यहीँबाट जाने हो है. अनि यहाँ जस्तो छ भ्यू.
यहाँ हुनुहुन्छ हाम्रो साथीहरू गाइजहरू अनि यहाँ छु म चिया खाँदैछु है गाइजहरू जिन्जर टी है जिन्जर टी फ्यान्सी अब चाहिँ हामी चटपट खानु आँटेको हो गाइजहरू अब हाम्रो यात्रा फेरि सुरु भएको छ यहाँदेखि यो चाहिँ के अरे रोडोडेन्ड्रन हो अनि अब चाहिँ हामी 3-4 घन्टा हिँडेपछि we will reach to our destination बोल्दा त कति सजिलो है 3-4 घन्टा हिँडेपछि पुगिन्छ अरे यही चाहिँ कसरी हो oh my goodness Pew pew. Sorry, kids me. 5, 4, 3, 2, 1. Are they hiding the? Oh, pala dada ma. जाम यहाँदेखि भ्यू कस्तो राम्रो देखेको छ तर हामी यहाँ माथि आइसक्यौँ है गाइजहरू ल जाम लाठी समातेर हामी चाहिँ यसरी हिँड्दैछौँ है गाइजहरू केही बोल्नै आएन हौ छ्या केही बोल्नै आएन मलाई त अनि बोल्नु पर्यो नि यो के हो के यस्तो सुकेको हो कि क्या हो ए सर चिसा हावा चलेको छ अनि हामी चाहिँ यसरी हिँड्दैछौँ कति कुन बेला हो र सिजन अब ल बोलौँ त गाइजहरू खै कोही बोल्दैन पालि चाहिँ स्याई हो कि क्या हो स्याई अब फेरि अन्धकार आयो अरे वाउ अझ नि ब्याकले दुखेको कि यहाँ कहाँ सोल्डरमा अमिचालाई हेर्दै अरे राख्ने नि भिजाउँदा हुन्छ नि त बुझे नबुझेको हेर न एउटा डेमो गरिदिउँ न डेमो गरिदिउँ न ब्याग चाहिँ सुरुमा गर्नु कि एक ठाउँमा राख्नु अनि मान्छे त जानु बस्छ कस्तो सही रहेछ है ब्याग अब उताहरू फर्केर बस्नु जता बसे पनि ब्याग बिसाएपछि त बस्दा भइहाल्यो नि न गाइजहरू ट्युटन whatever कसरी प्रोनाउन्स गर्नु ट्युटन whatever सबैको आफ्नो प्रोनाउन्सिएसन ट्युटन उता आउनुहुँदैछ हामी आइपुग्यौँ ट्युटान हो कि ट्युटान हो कि Welcome to Tutan. Tutan. DN होइन TN हो जम whatever let's go बिचारा किन बिचारा भने मैले यस्तै हुनु नि के बाटो हामी चाहिँ यहाँ आइपुग्यौँ मैले यस्तो छ यहाँ माथि चढिसकेको छौँ यार दिस इज माई भ्यू है एकदम मजा आइरहेको छ गर्मी भयो तर यहाँ फुलै फुल भएको कस्तो राम्रो देखिन्छ होला जम अझै हिँड्नुपर्छ होला 2 घन्टा र अरू भन्दा नि 3 घन्टा त होइन होला ब्यागले पनि दुख्यो क्या मलाई त कहाँ यस्तो गर्नु भयो नि
यो हेर्नु कस्तो राम्रो देखेको कि आकाशमा दिन हो हामी चाहिँ यहाँ आइपुग्यौँ अहिले गाइस घाम त्यहाँ देख्न सक्नुहुन्छ कस्तो डेन्जर घाम लागेको छ त बट भ्यू इज भेरी नाइस अनि हाम्रो साथीहरू चाहिँ पर हुनुहुन्छ आउनुहुँदैछ यति उकालो चढेर आएको भाइ सर्ने सब्रित भयो अनि घाम कस्तो अहिले के समय बढी थिएन हो यस्तो साह्रो पारितो डाँडामा हेर घाम लाग्यो घमाइलो लाग्यो मलाई रमाइलो स्यासे भए पनि गीत चाहिँ गाउनु छोड्नु हुँदैन साथीहरू जाम होला ब्यागले झन् कस्तो भारी भयो जति हिँड्दैछौँ नि त्यति नै ब्याग भारी भइरहेको छ कि केही थपेको त छैन नि पछाडि साथीहरूले आफ्नो सामानहरू हामी यहाँ उकालो आइसकेको छौँ Look at the view. It's very good. हामी 10:15 कि कतिखेर स्टार्ट गरेको जर्नी and it's 4:15 right now and I think we are about to reach to our final destination. Let's see. So यति उकालो चढेर आएर we are about to reach to our final destination. त्यहाँ माथि अलिक टल्क्यो है कटेज देख्नु भएको छ होला. So that's our final destination and I'm super tired. यो घाँसवाला पार्ट आइदेखि त it was so उकालो. Oh my god, I cannot breathe properly. Anyways, I enjoyed a lot. We are about to reach our कचोरी भनिसकेँ मैले फाइनल डेस्टिनेसन देख्न सक्नुहुन्छ. अझै टल्किरहेको छ भाइ अलिक अगाडि जान्छु ल. Thank you for visit. Okay. So this is our final destination, that is Apa Cottage. Woo! We reached! Oh my god. Let's go. सुरुमा त म यो ब्याग फाल्ने हो क्या म. सो अब चाहिँ हामी के अरे आपा कटेजबाट फर्किँदैछौँ. बिहानको सनराइज हेर्न. कुन डाँडा अरे म अरे होइन जाडो हो कि. Oh my god. यस्तो हात त फिल पनि भएन कि लिटरली. गाइस सनराइज भएको अवस्था. Sunrise in Africa. Sun has already rise. So हाम्रो खाजा आयो. This is our खाजा. ब्रेड खान पाइयो. यो चाहिँ घाम लागेर यस्तो भ्यू हेर्दै हामी चाहिँ यहाँ जाँदैछौँ. मेरो अगाडिको भ्यू चाहिँ यस्तो हुन्छ. सो अब चाहिँ हामी मोहरेबाट नेक्स्ट स्टप इज आवर पुनहिल टु पुनहिल. लेट्स गो. म चाहिँ गुराँस समातेर लट्ठी टेक्दै हिँड्दैछु है गाइजहरू. अहिले चाहिँ माई स्याडो गुराँस चारैतिर गुराँस. सो नाइस. ए यो कलर चाहिँ रेड टाइपको छ. दिस इज लाइट पिङ्क. हाम्रो साथीहरू अगाडि हुनुहुन्छ. कस्तो राम्रो भ्यू देखेको छ. यु क्यान सी गुराँस कति धेरै गुराँस हो. गुराँस नानी चाहिँ यता हुनुहुन्छ. गुराँस चाहिँ यहाँ छ है गाइजहरू. स्लोली हामी चाहिँ ओह्रालो झर्दैछौँ अहिले चाहिँ. गाइस हेर्नु त गुराँस कस्तो राम्रो छ.
लेट्स गो तर हामी त्यता जाने होला है हामी चाहिँ पुनिल पुग्न अब जस्ट 1 आवर्स कति राम्रो भ्यू देखिरहेको छ यहाँबाट चाहिँ हिमालहरूको माउन्टेन्स अनि त्यसपछि हामी चाहिँ यहाँ यसो थकाइ मार्नु थकान मेटाउनुलाई बसेको गाइजहरू जानुभयो यहाँ चाहिँ हाम्रो नेपालको झन्डा हुनुहुन्छ यहाँ हमेसा ऱ्यापर बनेर बस्नु भयो यो नेक्स्ट ट्रिपको लागि प्लान हुँदैछ है गाइजहरू नेक्स्ट ट्रिपको लागि प्लान हो अमिसा तल जाने हामी होइन चाहिँ प्लान भएको खोइ त घोडी चाहिँ त्यहाँ अब कति लाग्छ ए हामी चाहिँ एकदम थकित अवस्थामा छौँ र हामी जस खाना आएको छ मेरो एप्पल हो याद रहेछ त्यसलाई ओ माई गॉड चेयर्स तर नि हामी एप्पल मनपर्छ के हो मलाई मनपर्छ जे मन पर्ने त्यही मनपर्ने अरे कोकोनट बिस्कुट आयो गाइजहरू अब चाहिँ हामी फर्किँदैछौँ हामी अब हाम्रो प्यारो पोखरा पुग्न आँटेको छ सबै थकित अवस्थामा हुनुहुन्छ हो अहिले त प्यारो लागिरहेको छ कि